नबोल्नु न दाइ, नबोल्नु न तपाईँ, नबोल्नु न। थाहा छ मलाई, सबैको मलाई थाहा छ, तर यो कुरालाई व्यक्त गर्दाखेरि त्यति इजी छैन क्या, त्यसले गर्दा हो। मलाई कसैको साथ नभएको, डर लागेको भन्ने कुरै होइन। अनि त्यस्तो डरपोक मान्छे भए त्यसरी जान्छ? जाँदैन नि त। तर मलाई के लाग्छ भने यो देश रह्यो भने न हामी रहने हो होइन। देशै रहँदैन भने भनेर म त्यहाँ गइसकेपछि प्लेन जाने कुरो भएन, गाडीमा गइयो। केही साथीहरूले मलाई साथ दिए, धन्यवाद दिन चाहन्छु उहाँहरूलाई। म डाइरेक्ट जङ्गी अड्डा गएँ होइन, प्रधान सेनापतिलाई भेट्नलाई। अत्यन्तै कडा सेक्युरिटी बनाएर राख्नु भएको थियो। यहाँबाट हामी गएको टोलीलाई चाहिँ नि उहाँहरूले अब चिनिराखेकै